गरेको मान्छे हो जुनको हुन पनि तयार छ अब पहिला निकास अनि मात्र निर्वाचन जहाँ पनि देवालामा छौँ देश खाल्टामै जाने त्यही भएर हामी अन्यायमा छौँ हामीलाई तपाईँहरूको पद कुर्सी को नेतृत्व त्यो मतलब छैन हामीलाई पहिला सुरु न्याय चाहिएको छ के ग्यारेन्टी दिनुहोस् हामीलाई न्याय दिने सम्झौता गर्नुहोस् होइन भने पहिला निकास अनि मात्र निर्वाचन हो त्यो कुरामा हामी एकबद्धता छौँ आजसम्म सडकमै छौँ हरेक घाइतेहरू आजसम्म सडकमै आफ्नो न्यायको लागि कुदिरहेका छन् खुट्टामा घाउ हुँदा पनि कुदिरहेका साथीहरूको न्यायलाई मारेर तपाईँ चुनावमा जाने प्रयत्न नगर्नु होला नत्र खबरदार हुनुहुन्छ अहिले नै त्यो कुरा बुझ्नु होला यो निर्वाचनलाई चाहिँ तपाईँले चुनावी हतियार नबनाउनुहोस् उहाँ पनि घाइते हो उहाँ पनि घाइते हो देशले निकास पाउला भनेर उहाँहरू सडकमा आउनु भएको थियो र अहिले चाहिँ तपाईँहरूले त्यही त्यो जेनजी आन्दोलनलाई चाहिँ चुनावी हतियार बनाएर म अपनान्त लिन्छु भनेर चाहिँ अगाडि बढ्दै गर्दाखेरि ग्यारेन्टी के छ यदि भोलि तपाईँहरूले भने जस्तो 151 आएन भने भोलि संविधान संशोधन गरेर यो निर्वाचन प्रणालीमा फेरबदल शासकीय स्वरूपमा फेरबदल जुनले गर्दा चाहिँ नेपालमा 5 वर्ष स्थिर सरकारदेखि लिएर निकास सबै हुन्छ यो कुरा ग्यारेन्टी यदि गर्न सक्नुहुन्छ भने आउनुहोस् कागज गर्नुहोस् हामी चुपचाप भएर बस्छौँ तर यो भ्रम नफैलाउनुहोस् कि निर्वाचनपछि निकास आउँछ धेरै निर्वाचन भए कहिले निकास पाइएन उहाँले गोली खाएको त्यो कारणले होइन आउनुहोस् यहाँ माइती घरमै आउनुहोस् अथवा बोलाउनुहोस् हामी होइन यहाँ आएर अहिलेसम्म यो रोडमा आउने क्षमता त उनीहरूमा मैले देखिनँ है मिराजी होइन उनीहरू कस्ता छन् भनेपछि उनीहरू अब स्ट्यान्डर्डै उनीहरूको छुट्टै भयो क्या हामी चाहिँ अब रोडमा बसै भयो होइन गोली खाएर पनि होइन रोडमा बसेको बसाइ उनीहरू चाहिँ माथि क्याबिनेटमा बसेर सत्ता कब्जा गर्न लगाएर बालन दाईको स्ट्याटसमा हामी आन्दोलनमा आएको हो नत्र भने हामीलाई जेन्जी भने के थाहा थिएन जब आन्दोलनमा आएर हाम्रो तिग्राको मासु उच्चिनेताले पुलिसले गोली हानेपछि भागिदिने अनि अहिले एकैचोटि चाहिँ हाम्रो माग हाम्रो मर्म केही पुरा नभइरहेको अवस्थामा आएर तपाईँ चुनाव भनेर अगाडि आउने तपाईँको कुन नैतिकताले दिन्छ नेपाल जनताले तपाईँले के को आधारले भोट हाल्ने त्यही भएर पहिला सुरु हामीसँग सम्झौता कागज गर्नु पर्यो के त्यो आँट र त्यो क्षमता लिएर आउनुहोस् अनि मात्र लिडर मान्छ नत्र तपाईँ के को लिडर रोडमा आउनुहोस् हामीसँगै बस्नुहोस् होइन कागजी गर्नुहोस् कागजमा सिग्नेचर हानेर म गर्छु ल ठोक्का गर्न सक्नु पर्यो यहाँ आउनु पर्यो भेट्नु पर्यो घरमा बसेर हुँदैन घरमा बसेर चुनाव लडिँदैन नि लडिन्छ र यहाँ आएपछि हामी लडिरहेछौँ अरू कुरा गर्नु पर्दैन यति न्याय पाएको छैन है निकास चाहियो अनि देशले पनि निकास छैन निकास हामीलाई चाहियो पहिला होइन देशलाई निकास चाहियो अनि बल्ल निर्वाचन गर्न सक्नु पर्यो हजुरहरूले त्यति चाहिँ ठोक्का गरेर भन्न सक्नु पर्यो कि कागजी लेख्न सक्नु पर्यो तपाईँले पहिला निकास गर्छु अनि निर्वाचन गर्छु भनेर हामी सामूहिक यहाँ आवरण अनसन बस्छौँ यदि चुनावमा तपाईँहरू जानु हो भने चुनावको मुखैमा आएर आवरण अनसन बस्छौँ हाम्रो लासमाथि टेकेर गर्ने हो भने गर्नुहोस् होइन भने चुनाव हामीले छैनौँ है पहिला निकासै चाहियो हामीलाई ल जय देश जय गोर्खा जय गोर्खा